Hello guys, welcome to my back new video. आज चाहिँ म बिहान उठेर अब चाहिँ मर्निङ वाक हिँड्न लागेको। यहाँ त बिरालो सुतिरहेछ। बिरालो खोइ मेरो ओछ्यान चाहिँ यहाँ छ। बिरालो सुतिरहेको थियो भाइ गएछ। बिरालो छ भने यहाँ ओछ्यान पनि मिलाइसक्यो। बिरालो गरेर चाहिँ अझ चोप लाउने यता भिडियो भइरहेछ कि So guys, अहिले चाहिँ म घरबाट निस्किरहेको छु। यता चाहिँ करेछ बारी ढोका छ। अब यहाँबाट हिँडेँ म चाहिँ यहाँबाट ऊ पारि त्यो जङ्गलको ठुम्कासम्म जान्छु यसो दौडिँदै। त्यसपछि त्यहाँदेखि पनि मिल्यो भने भिडियोहरू बनाउँछु। अहिले चाहिँ म रोडमा पनि आइसकेँ। अब चाहिँ म दौडिन थाल्छु। बाटो चाहिँ यस्तो छ है, रोड बाटो होइन रोड। लडे यो दौड्नु सक्दिनँ। अब हिँड्दै जाने हो। अहिले चाहिँ घाम पनि निस्किएको छैन। म चाहिँ उतै जाने हो। यहाँबाट कस्तो देखिन्छ होला पुर्लुक। अहिले चाहिँ म वनपालाको डाँडामा आइसकेँ। जस्तो छ सल्लाह छ रुखहरू। यहाँबाट चाहिँ मेरो गाउँ देखिन्छ। साह्रै चाहिँ उठ्नु नभए घाम निस्किन्छ। आज उठिसक्यो यार, घाम निस्किएको छैन। मेरो घर चाहिँ उयो हो। अहिले चाहिँ घाम निस्किएको छैन। म चाहिँ अब घाम निस्किन्छ यसो बस्छु। अब चाहिँ म तपाईँहरूलाई मेरो गाउँ देखाउँछु है। मेरो गाउँ स्कुल सबै पुच्छारबाटै सुरु गर्छु। उयो धर्सा जस्तो छ नि बाङ्गो, त्यो चाहिँ रोड हो। ऊ माथिबाट आएको यो चोक हो। यो बत्ती बलिरहेको चोक हो। अनि ऊ माथिको त्यो चाहिँ स्कुल बलमताको स्कुल हो। त्यही स्कुलमा पढ्छु। यहाँ माथि चाहिँ खेलकुद मैदान छ। क्यामेराको क्वालिटी नै कस्तो आएको जुम गरेर पनि देखिन्छ नि त। उयो माथि निलो जस्तो भएको घर चाहिँ फेमसको घर माथिल्लोपट्टिको रहेछ खुले मैदान। यहाँदेखि देखिने त्यति नै रहेछ। घाम पनि निस्किँदैन त आज त। के निस्किएको छैन आज। यस्तो देख्दो रहेछ भिर।
यता सबै च्यानै च्यान छ यता गाउँभरिको च्यान सबै यतै छ अब चाहिँ म घर जानु पर्ला घाम पनि निस्केन यार आधा घामले घात गर्यो बादलले छेकेर ननिस्किएको किन र निस्किनु पर्ने त्यो ठाउँबाट फर्किसक्यो वनपालाबाट फर्किरहेको छु फर्किसक्यो भन्दा फर्किरहेको छु घाम पनि निस्किन आज भनेपछि ठिकै छ घाम निस्क्यो गाइजहरु क्यामेरा त देख्दैन उ अलिकति निस्किरहेछ है म पर गएर भिडियो बनाउँछु घाम चाहिँ पारी निस्किरहेको है पारी निस्की 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 घाम पनि निस्किसक्यो अब चाहिँ घरतिर लाग्दैन म चाहिँ अहिले वलाखमा गएर आइसक्यो यो अघि जाँदाखेरि कुवा भनेको ठाउँमा यहाँ छ कुवा यहाँ चाहिँ गाई बस्तुहरूलाई पानी खानको लागि आहाल यो खोलामा चाहिँ यो वलाखमा गएर चाहिँ पहिला यहाँ चाहिँ ठुलो पाइन्थ्यो अरे माछाहरू पाइन्थ्यो अरे ठुलो माछा चाहिँ होइन गडेर सानो सानो माछाहरू पाइन्थ्यो अरे अहिले त सुकेर बर्बाद भइसक्यो पानी नै छैन माछा त कहाँबाट हुने अगाडि चाहिँ बाजेर टिममा आइरहेछ हामी हाटुङको रनिङ उसी कुन लाम्टासी बाजे हुइल्लो हेलो भिडियो मुसी हाँ मटर चिरिया से बाजे चाहिँ गइसक्नु भयो हुनुहुन्छ जानु न जानु खाटा नि फोटो होइन चाहिँ भिडियो गाउँघरमा यस्तै बुढा बाजेको घर बिस्तारै काम गर्नुतिर लाग्छ म भन्छ डुल्नु खत्ला डुल्यो केही छैन यो ढुङ्गा चाहिँ मैले किन बोकेको भने पर अमला छ कि अमला एकै तालमा म कतिवटा अमला झार्छु यो ढुङ्गाले यहाँ यसैले हानेर हेलो घाम त फेरि डुबेछ बादलले डुबाएछ घाम अमला चाहिँ उयो त अमला देखिन्छ कि देखिँदैन कराउनु त कराउँदैन होला नि मारे पो ढुङ्गाले भिडियो बनाउने हुँदा कि यस्तो भएको यसरी एउटा दुईटा
तीनटा 4वटा चाहिँ अमला झऱ्यो अझै हानेर झार्छु म पख फेरि एउटा झऱ्यो अहिले खाने जाने आजलाई बाचिस् न भोलि सकिन्छ यो अमला म चाहिँ अमला खाँदै खाँदै यहाँ आइपुगिसकेँ यहाँ पानी खानुपर्छ यति गुलियो हुन्छ नि पानी नै अमला पानी खेर गइरहेछ मेरो एउटा हातको कमाल हो फेरि ल नाला पनि त्यहाँ पुग्न पानी छैन खेलाएर राख्छस् ल सो पानी खाएर पानी जोडिसक्यो अब म घर पनि आइपुग्न आँटिसक्यो घाम निस्किँदै डुब्दै बादलले पारिरहेछ त्यसले अझ जालमा घामै आएको छैन बादलले छेकेको छेकेकै सो अहिले चाहिँ म घर आइपुगिसकेँ अहिले मेरो करेसबारी यस्तो देखिन्छ यताबाट भिडियो बनाउनु पर्छ खतरा देखिन्छ होला के छ म त्यो पनि तपाईँहरूलाई भन्नेछु यहाँ बल्ल छेउबाट स्टार्ट गरौँ यस्तो छ मेथी मसला यो चाहिँ मैले छरेको बोडा हो यस्तो मजाले उम्रिरहेको है यहाँ बिलौटी छ सिबलसोकी उखु यता के छ यहाँ मेथी साग छ यो खुर्सानी म जस्तै छ कहिले बढ्दैन यो त म त बढिरहेछु अनि यहाँ चाहिँ थापाचिन धानको ब्याड थापाचिन धानको कस्तो खाले हो थापाचिन धानको ब्याड हो यो एक गरा छ यहाँ आलीमा साग छ यहाँ आलु फुलिरहेछ यो आलु फलेको छैन फुलिरहेछ कस्तो राम्रो सेतो भन्दा निलो राम्रो फुलिरहेछ बल देखिरहेछ अहिले घाम भर्खर निस्किरहेछ नि त अनि निलो फुलिरहेको पनि छ यहाँ अब के छ प्याज छ यहाँ चाहिँ यहाँ फुलकोपी छ यहाँ फुलिसकेको फुलकोपी चाहिँ यो चाहिँ अल्छे गोब्रे फुलकोपी जहाँ त फुल्दैन पनि फेरि बुढा थुक्कै परिरहेछ यहाँ लसुन यो के हो खोइ यो मसला नाम थाहा छैन मलाई लसुन मसला यहाँ भान्टा अब यहाँ सयपत्री फुल यहाँ रातो फुल यहाँ के छ यो पिँडालु यहाँ यो सिस्नु अथा यहाँ चाहिँ छ हाम्रो धनिया देख्न सक्नुहुन्छ यता सानो छ यहाँ कुनै ठुल्ठुलो छ होला यस्तो चाहिँ धनियाको हालत महामारी लागेको छ धनियालाई सबैलाई फालिदिइसक्यो थाकियो बिहान भागेको बेरालु चाहिँ यहाँ रहेछ सुरी
कता भाग्छस् ओइ 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 भाग्छस् सुरी 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 यसलाई सुरी भनेकै थाहा छैन ओके गाइस थ्याङ्क्स फर वाचिङ